आज मैले ट्राई गरेँ यहाँको वडापाव, मसाला डोसा एन्ड स्यान्डविच जुन एकदमै टेस्टमा बेस्ट रहेको थियो। सो हे गाइस, वेलकम ब्याक टु न्यू ब्लग। एन्ड गेस वाट, आज हामी कहाँ आइसकेका छौँ? यस, आज हामी आइसकेका छौँ भिडियोजको वान अफ दि मोस्ट एन्ड युनिक रेस्टुरेन्ट जुन रहेको छ बिट्स एन्ड बाइट्स। अनि हेर्दै सक्नुहुन्छ यो फुल डेकोरेसनको साथ तपाईँ इन्टर गर्दै हेर्न सक्नुहुन्छ। एकदम फुल डेकोरेसन गरिएको छ अनि यो रहेको छ यहाँको एन्ट्री गेट। अनि यो एन्ट्री गेट गर्दा हामीले हेऱ्यो एकदमै फुल डेकोरेसन गरिएको छ। यस लोकेसनको कुरा गरौँ भने यो होटल प्लेनको डाइरेक्ट अपोजिटमा रहेको छ अनि यसको साथ यहाँ फुल निट एन्ड क्लिन इन्भाइरोमेन्टको व्यवस्था पनि गरिएको छ। यसका साथ तपाईँहरूले आफ्नो स्पेसल ओकेजनहरू पनि यहाँ सेलिब्रेट गर्न सक्नुहुन्छ। अनि यी हुन्छ यहाँको ओनर गाइस, एकदमै यो हम्बल एन्ड काइन्डनेस मान्छे हुनुहुन्छ। सो मैले यहाँ अर्डर दिँदै वेट गरिरहेको थिएँ। फाइनली द वेट इज ओभर। हाम्रो वडापाव यहाँ आइसकेको छ। हेर्नमा त एकदम टेस्टी अनि यमी लागिरहेको छ। सो मैले ट्राई गरेँ यहाँको वडापाव जुन एकदमै टेस्टी डिलिसियस अनि यमी थियो। अनि यो सेकेन्ड बाइट लिँदा पनि एकदमै राम्रो लाग्यो। सो मलाई यहाँको त वडापाव एकदमै मन पर्यो। अनि यहाँसँग हामी बिदा दिँदै भने नेक्स्ट टाइम स्योर आउला अनि ट्राई गरौँ यहाँको स्यान्डविच, मसाला डोसा एन्ड अरू पनि विभिन्न प्रकारको फुडहरू। सो तपाईँ पनि एकचोटि यहाँ स्योर भिजिट गर्नु होला। अनि तपाईँले ब्लग कस्तो लाग्यो कमेन्टमा स्योर गर्नु होला। हामी फेरि मिल्छौँ नेक्स्ट ब्लगमा।